गुरुहरू चाहिँ यहाँबाट पस्नुहुन्छ भित्र होइन। यहाँबाट चाहिँ गुरुहरू भित्र आज सन्ध्या आरती गर्न लाग्नु भएको छ गुरुले। जय गणपति पाप्पा मङ्गलकारी बाधा अर्चन विघ्न सङ्कट सब हटाइदिनु है गणपति पाप्पा। हजुरलाई कोटि कोटि प्रणाम है। हरि ओम विष्णु लक्ष्मी नारायण नारायण। हजुरलाई पनि कोटि कोटि प्रणाम। यहाँ विष्णु भगवान हुनुहुन्छ। विष्णु भगवानले चाहिँ मोहिनी रूप धारण गरेर चाहिँ यहाँ बस्नुभएको हो है साथीहरू। यो चाहिँ विशङ्कु नारायण भनिन्छ। हजुरहरू पनि यहाँनिर आएर दर्शन गर्न सक्नुहुनेछ विशङ्कु नारायणको। हरि ओम विष्णु लक्ष्मी नारायण। अहिले भर्खर चाहिँ गुरुबाले चाहिँ यहाँनिर सन्ध्या आरती गरेर उहाँ जाँदै हुनुहुन्छ होइन। मन अन्तरात्माबाट हेर्नुभयो भने हजुरहरूले यहाँ गणपति पाप्पालाई देख्नुहुन्छ र हजुरहरूको यहाँ मनोकाङ्क्षाहरू पुरा हुन्छ, मनमा भएका इच्छाहरू केही छ भने होइन यहाँ आएर हजुरले माग्न सक्नुहुन्छ। यहाँ चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ यहाँ चाहिँ नाग भगवान हुनुहुन्छ है। त्यसै गरेर यहाँ चाहिँ नाग भगवान हुनुहुन्छ र यहाँ चाहिँ विष्णु भगवान हुनुहुन्छ र यता साइडमा गणेशजी अघि मैले फोटोमा खिचेर हजुरहरूलाई देखाइसकेको छु र उहाँ चाहिँ विष्णु भगवान हुनुहुन्छ। उहाँ चाहिँ मोहिनी रूपमा धारणा भएर आउनुभएको र भस्मासुरलाई भस्म गरेर चाहिँ उहाँनिर यहीँनिर विलिन भएर यहीँ बस्नुभएको र उहाँको आदि अङ्ग चाहिँ यहाँ हजुरहरूले जहिले पनि देख्न सक्नुहुन्छ अरे। र शिवजी भगवान चाहिँ यहाँबाट एक फटका मारेर चाहिँ अर्को ठाउँ जानुभएको। ल बाई बाई।